ढिलो भात भन्नु न। ढिँडो माम खिर यसो गरेर खानु न। हेर्नु आमा हामीले भन्नु नि कति वर्षमा खाएको आमा यस्तो दही भात चाम्रे भात नि कि मकैको हौ सुन भात म त पहिलोचोटि खाएको हो यो त। यो गुन्द्रुकको सब्जी आमाले पकाउनु सिकाएर जानेको। गर्मी महिना त रुच्दो रहेछ नि आमा। धेरै भात हुन्छ भनेको यता देखाउनु न तपाईँको पनि यस्तो यता यता मतिर देखाउनु न। यो भनेको दही हाम्रो नेपाली खाना हो यस्तो नेपाली। बरु मुनाले हुन्छ अरूले हुन्छ डल्ला देख्नुभयो डल्ला दाजु आफ्नो नभए पनि खान पाएको छ। गोठमा दाजु भएको सबै मरेछ। डल्ला दही देखाइदिनु। पाटा पाटी पनि मरेछ।